यो कुन ठाउँ हो है? धनकुटा सिरुवा सिधुवा तर ओदेर आयो फाइनली हामी चाहिँ यहाँ बसन्तपुर आइसक्यौँ। अब बाटैदेखि गुराँसहरू देखिन थालेको छ, तर यतापट्टि चाहिँ अँध्यारो आउँदो रहेछ हौ अलिक। तर हामी चाहिँ यहाँ तिनचुरे जान आँटेको। अब तिनचुरेको पाथिभारा मन्दिर। अरे जय पाथिभारा माता की जय। यो धागो बाँध्दा के हुन्छ अरे? मनोकामना पुरा हुन्छ। हामी चाहिँ त्यो टाढोको बाटो चढ्न नसकेर यस्तो बाटोबाट हिँड्दै जाँदैछौँ। हामी चाहिँ यहाँ तिनचुरेको पाथिभारा मन्दिर आएको छौँ। साथीहरू चाहिँ गलेर सब बसेर जय पाथिभारा माता की जय, जय। हामी चाहिँ मन्दिरको दर्शन हामी चाहिँ माथि आएको छौँ है, तलबाट यहाँ माथि। अब फर्केको मन्दिरबाट आम्मामा यस्तो यस्तो केही देखिँदैन। जय पाथिभारा माता की जय, पाथिभारा माता की जय। जाडो भयो सुते भनेपछि छिरे बस्यो। आज नाइटको खाजा कति रातिको काम हाम्रो चाउ चाउ ल यसमा भुजा पनि भएको भए हुन्थ्यो क्या है। ओ यहाँ चाहिँ मान्छे जस्तो देखिन्छु म त भूत जस्तो हेरिदिन्छ जनावर पनि। खायो खायो ठिक छ जे बोल्यो त्यही बोल्छु अब मलाई। बसन्तपुरको भ्यू यो चाहिँ बजार रहेछ, बसन्तपुरको बजार। चिसो प्लस चिसो भोक लाग्यो यार। यहाँ बसेर फोटो खिच्न थालिहाल्नु कति राम्रो छ। यहाँ पनि खिच्नु न, यस्तो यस्तो राम्रो रहेछ। यहाँ चाहिँ खिच्नु
पुरै पहाडै पहाड सबै देखिने क्या यहाँबाट चाहिँ यहाँ बसेर पोखरी पनि रहेछ उहाँ चाहिँ बस्नु कहाँ जहाँ पार्टी बसेर हामी पनि यस्तो सबजना यहीँ रहेछन् हामी पनि एउटा चौर जस्तो बनाऊँ अनि बसौँ घोडा यो चाहिँ हामी चोले पार्कमा आएको छौँ है बसन्तपुरको चोले पार्क हो यो चाहिँ ओइ घोडाले हेर न हो त्यस्तो गर्छ क्या मान्छेलाई अघि अघि उयो त्यस्तै यताबाट चाहिँ गयो भने पूजा छिटो अब घोडा जान्छ छिटो डोना थापा होइन के हो प्लेयर नेसनल फुटबल प्लेयर यहाँ सुटिङ हुँदै थियो अनि हामी चाहिँ यहाँ देखेर भेट्न जाँदैछौँ डोना थापा कि के हौ स्काई धेरै टाढामा छौँ हामी चाहिँ हामीले चाहिँ सपिङ पनि गऱ्यौँ धनकुटे बिस्कुट पुस्तकारीहरू अब हामी चाहिँ यो भेलेटाबाट घर जाने बाई बाई